रेडियो लोकदर्पण 94.6 मेगाहर्जको उत्पादन अप्पी हिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाको सहयोगमा सञ्चालित रेडियो कार्यक्रम शिक्षा संवादको आजको अर्को विशेष श्रृंखलाबाट यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म नरेन्द्र प्रसाद जोशी। आज हामीसँग हुनुहुन्छ अप्पी हिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्राविधिक सहायक मदन राज जोशी। उहाँसँग अप्पी हिमाल गाउँपालिकाले निर्माण गरिरहेको स्थानीय पाठ्यक्रम, गाउँपालिकाको समग्र शैक्षिक अवस्था, वर्तमान शैक्षिक प्रणालीमा देखिएका तरलता, खास गरेर व्यावसायिक सँगै व्यावहारिक शिक्षा प्रणालीमा समाजलाई रूपान्तरण गर्न के गर्नु पर्ला त भनेर हामी संवाद गर्दैछौँ। म उहाँलाई स्वागत गर्छु। सर नमस्ते, स्वागत छ यहाँलाई कार्यक्रम शिक्षा संवादमा। धन्यवाद सर। तीनवटा अङ्क हामीले प्रसारण गरिसकेका छौँ। मूलतः अप्पी हिमाल गाउँपालिकाको समग्र शिक्षाको वस्तुस्थिति बारे योभन्दा अघिल्ला अङ्कहरूमा पनि हामीले कोट्याइसकेका छौँ। एउटा प्रसंग म सुरुमै राख्छु, त्यसपछि अरू विशेष कुराकानी पनि गरौँला। अहिले कोरोना भाइरसको तेस्रो भेरिएन्ट ओमिक्रोनले शिक्षण संस्थाहरू बन्द छन्। यसको प्रभाव विद्यालयमा कस्तो परेको छ र यसको दीर्घकालीन असर के हुन सक्ला? आजको कार्यक्रमको प्रारम्भ म यसैबाट गर्छु, क्रमशः अरू विषय पनि समेट्छु। कृपया। धन्यवाद नरेनजी। हामी सबैलाई थाहा भएकै विषय हो, कोरोना सन् 2019 सालमा भयो। अहिले हामी सन् 2022 को प्रारम्भतिर छौँ। झन्डै यो 3 वर्षीय अवधिमा कोरोनाले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएको छ। त्यसमा मुख्य गरी हाम्रो शिक्षा क्षेत्र अलि बढी मारमा परेको हामीले महसुस गरेका छौँ। किनभने यो बढी मारमा परेको हामीले महसुस गर्यौं भने जब कोरोनाको नयाँ स्वरूप देखिन्छ, सबैभन्दा पहिला चाहिँ विद्यालयलाई बन्द गर्छ नेपाल सरकार, स्थानीय सरकारहरू सबैले चाहिँ पहिला त्यसको प्रभाव विद्यालयमा देखाउँछन् र विद्यालय बन्द हुन्छ, जसले गर्दा शिक्षा जस्तो महत्त्वपूर्ण ठाउँमा केही समय पनि विद्यालय बन्द हुनु, नियमित कक्षा सञ्चालन हुन नसक्नु, यो कारण चाहिँ दीर्घकालीन रूपमा शिक्षा क्षेत्रमा अवसर पर्ने भएकोले यो शैक्षिक जगतका निम्ति यो एकदमै दुःखद क्षण हो। हिजो अस्ति मात्रै तपाईले बालबालिकाहरूको सोलर प्यानलमा गएर घाम तापेर बसिरहेको अथवा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो। यो एउटा मर्मस्पर्शी तस्बिर पनि हो। हुन त यो चिसो मौसम घाम ताप्न गएको भनी एउटा दृष्टिकोणबाट पनि बुझ्न सकिएला सर, तर यसले बालबालिकाहरूको संवेगात्मक रूपमा भनौं, शारीरिक रूपमा अझ अगाडि गएर भन्दा शैक्षिक रूपमा के कस्तो असर गर्ला, यसलाई कसरी बुझ्ने हामीले? कोरोनाको प्रभाव सबैतिर देखिँदै गर्दा शिक्षा क्षेत्रमा जब कोरोनाको असर देखियो, त्यसको अर्थ विद्यार्थीहरू विद्यालय जान पाएनन्। जब विद्यार्थीहरू विद्यालय जान पाउँदैनन्, उहाँहरू चाहिँ फुर्सदिला हुन्छन्। महत्त्वपूर्ण कुरो के हो भने विद्यालयमा विद्यार्थी नगए पनि कम्तीमा अभिभावकले आफ्नो घरमा पढाइको वातावरण सिर्जना गर्न नसक्दा यो अवस्था सिर्जना भएको हामीले महसुस गरेका छौँ। तपाईँले उठाएको विषय, जसरी मैले हिजो सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिर निकै घटलाग्दो थियो। विद्यार्थीहरू सोलर प्यानलको माथि चढेर चाहिँ त्यहाँ चिप्लेटी खेलिरहेछन्, रमाइलो गरिरहेका छन्। उहाँहरूलाई चाहिँ त्यो बारेमा त्यति जानकारी नहोला, तर पनि उहाँहरूले जुन समयलाई घरमा फुर्सदको समयलाई केही न केही गरेर केही न केही कुरा सिकेर बरु घरमै खेलेर पनि बिताउन सक्नुहुन्थ्यो। तर अवस्था कस्तो बन्दियो भने परिवारजनले पनि वास्ता नगर्ने, अनि विद्यार्थीहरूमा अलिकति यो गति छाडापन देखियो क्या, जहाँ जाँदा पनि हुन्छ, जे गर्दा पनि हुन्छ भन्ने खालले यो अलिकति डरलाग्दो समस्याको रूपमा देखिएको छ। यसले मनोवैज्ञानिक रूपमा पनि साह्रै असर गरेको छ। विद्यार्थीहरू अहिले चाहिँ मोबाइलमा झुन्डिरहेका छन्, उनीहरूले गेम खेलिरहेका छन्, जसले गर्दा मनोविज्ञानमा त एउटा असर गर्छ नै, त्यसले लत पनि बस्छ। अहिले बच्चालाई 2-3 घण्टामा पनि एकपटक मोबाइल नदिने हो भने ऊ रुने, कराउने, सानै खालको बच्चा पनि अनेक खालका अस्वाभाविक खालका गतिविधिहरू देखाउने गरिरहेको छ। त्यसैले गर्दा मनोवैज्ञानिक रूपमा पनि यो निकै अप्ठ्यारो स्थितिमा छौँ जस्तो लाग्छ मलाई। अहिले विद्यालय सञ्चालन भौतिक रूपमा बन्द छन्। सरकारले नै अनलाइन प्रणालीबाट कक्षा सञ्चालन गर्ने, वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउने भन्ने कार्यक्रमहरू पनि ल्याइरहेको छ। कहीँ कतै यसले अनलाइन कक्षाहरू नै सञ्चालन गर्दै गर्दाखेरि पनि बालबालिकाहरूमा के त्यस्तो असर देखा पर्न सक्छ? अवश्य पनि नरेनजी। हामीले अहिले पनि मनोविदहरू छन्, उहाँहरूले विशेष गरी यो कुरालाई बढी फोकस गरिराखेका छन्। उहाँहरूका अनुसार तथा हामीले बुझे अनुसार चाहिँ अहिले कस्तो छ भने विद्यार्थीलाई अनलाइन कक्षाका लागि भनेर त्यो खालको व्यवस्था त परिवारजनले गरिदिएको छ,
तर उहाँहरू अनलाइनमा आफू देखिने मात्रै, उतापट्टि छुट्टै गतिविधि गरिराख्ने, आफू अनलाइनमा छ भनेर चाहिँ त्यहाँ आफूलाई चाहिँ अनलाइनमा राख्ने मात्रै, विभिन्न गेमहरू खेलिराख्ने, एकअर्कोसित च्याट गरिराख्ने लगायतका विभिन्न समस्याहरू चाहिँ अहिले हामी सबैतिर देखिरहेका छौँ, जसले गर्दा उहाँहरूलाई चाहिँ पढाइमा भन्दा पनि अन्य कुरामा चाहिँ बढी फोकस गरेको अनुभूति भइरहेको छ। अप्पी हिमाल गाउँपालिकाले अहिले यो शिक्षण सिकाइ कार्यक्रमलाई अझ प्रभावकारी बनाउनको निम्ति कोरोनाको यो महामारीमा यो अहिले ओमिक्रोनले छोपिरहेको अवस्थामा पनि शिक्षण सिकाइमा केही क्रियाकलापहरू गर्नुपर्छ भनेर केही त्यस्ता नयाँ कार्यक्रमहरू ल्याएको छ। पुस 15 देखि हामीले चिसो बिदा गरेका थियौँ माघ 3 गतेसम्म। त्यतिखेर हाम्रो विद्यालयहरू बन्द थिए। त्यसै बीचमा नेपाल सरकार शिक्षा विज्ञान र प्रविधि मन्त्रालयले माघ 15 गतेसम्म शिक्षण संस्थालाई भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, पठन पाठन चाहिँ बन्द गर्ने भन्ने निर्देश गर्यो। सोही बमोजिममा हाम्रो माघ 15 गते अर्थात् आजसम्म विद्यालयहरू चाहिँ बन्द थिए। तर अब हामीले हिजो मात्रै सिसिएमसीले चाहिँ फेरि माघ वसन्तसम्मै भौतिक रूपमा पठन पाठन नगर्ने कि भन्ने खालको पनि सिफारिस गरेको छ। त्यो बारेमा चाहिँ मन्त्री परिषदबाट आवश्यक निर्णय होला। त्यसै अनुसार हामीलाई शिक्षा विज्ञान र प्रविधि मन्त्रालयले निर्देशन पनि गर्ला। तर यदि यो अवस्था लामो समयसम्म रहने हो भने हामीले वैकल्पिक माध्यमबाट भए पनि शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाउनुपर्छ। हामीले कुन उपायबाट हुन्छ, शोधन सामग्रीको माध्यमबाट हुन्छ कि टोल शिक्षाको माध्यमबाट हुन्छ कि, यो बारेमा चाहिँ हामी यथाशीघ्र निर्णय गर्ने तयारीमा छौँ। यतिन्जेलसम्म हाम्रो नियमित बिदा नै भएकोले, चिसो बिदा भएकोले हामीले त्यसलाई गहन रूपमा लिएनौँ पनि। यदि चाहिँ यो स्थिति लामो रहने हो, विद्यालय पठन पाठन सञ्चालन गर्ने स्थिति नरहने हो भने हामी यथाशीघ्र विभिन्न विकल्पहरूको बारेमा चाहिँ आवश्यक छलफल गरी शिक्षा सम्बद्ध अभिभावक, शिक्षक अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समिति र लगायतको हामीले एउटा शैक्षिक क्षेत्रसित जोडिएका व्यक्तिहरूलाई बोलाएर हामीले कुन तरिकाबाट चाहिँ वैकल्पिक माध्यमबाट शिक्षण गर्न सकिन्छ सो बारेमा चाहिँ हामी यदि यस्तै स्थिति रहने हो भने हामी तत्काल निर्णय गर्ने पक्षमा छौँ। ठिक छ, म दुईटा कुरा अहिले जोड्न चाहन्छु। संवैधानिक रूपले नै अहिले त माध्यमिक तहसम्मको विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन भन्दा पनि हस्तान्तरण नै गरिसकेको छ। यसमा स्थानीय पाठ्यक्रमको कुरा पनि जोडिएला, स्थानीय प्रविधिको प्रयोगको कुरा पनि छ। मूलभूत रूपमा अहिले अप्पी हिमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कसरी गरिरहेको छ, स्थानीय उत्पादन, ग्रामीण प्रविधिको कुरा पनि यसमा जोडिन्छ, प्रविधिको प्रयोगको कुरा पनि जोडिएला। व्यावसायिक रूपान्तरणका हिसाबले प्रविधि मैत्री शिक्षा बनाउन कस्तो खालको रणनीति अवलम्बन गर्नु भएको छ यहाँले, र यो कुरा पनि जोडिएको छ कि अहिले स्थानीय स्तरमा शैक्षिक हिसाबले नै हेर्ने हो भन्दा पनि अहिले व्यावहारिक र व्यावसायिक शिक्षा भन्दा पनि एउटा सामान्यतया शिक्षा र शिक्षित हुनको निम्ति शिक्षा दिइरहेको छ। यसमा अप्पी हिमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने बेला कस्ता खालका कुराहरूलाई अवलम्बन गर्ला र मुख्य दृष्टिकोण कहाँ जान्छ? तपाईँले उठाउनु भएको विषय निकै महत्त्वपूर्ण छ। नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम निर्माण गर्यो 2077 सालमा। 2077 सालमा कक्षा 1 र 11बाट नयाँ संरचना बदलिदो परिवेश अनुसार पाठ्यक्रमका विषयवस्तु पनि चेन्ज गर्नुपर्छ, त्यसमा पनि आवश्यक परिवर्तन गर्नुपर्छ भन्ने ध्येयका साथ 2077 सालमा कक्षा 1 र 11 को पाठ्यक्रम चेन्ज भयो। त्यसै गरी 2078 साल यो शैक्षिक सत्रबाट कक्षा 2, 3, 6 र 12 को पाठ्यक्रम चेन्ज भयो। आउँदो वर्षदेखि कक्षा 4, 7 र 9 को पाठ्यक्रम चेन्ज हुन्छ भने 2080 मा गएर कक्षा 5, 8 र 10 को पाठ्यक्रम चेन्ज हुन्छ। यो पाठ्यक्रममा चाहिँ हाम्रो स्थानीय विषयको रूपमा शिशु कक्षादेखि प्रारम्भिक बाल कक्षा भन्छौँ हामी, जसलाई प्रारम्भिक बाल कक्षादेखि कक्षा 8 सम्म नै अहिले स्थानीय पाठ्यक्रमलाई विशेष महत्त्व दिएको छ। निश्चित रूपमा तपाईँलाई यहाँ बताउँदै गर्दा आधारभूत तहमा चाहिँ स्थानीय विषय भनेर वार्षिक पाठ्य घण्टी चाहिँ 160 राखिएको छ अनि पाठ्यभार चाहिँ 5 रहेको छ। यसरी नै हामीले आधारभूत तहसम्म अर्थात् कक्षा 8 सम्म चाहिँ स्थानीय पाठ्यक्रमलाई चाहिँ जोड्नुपर्छ भनेर चाहिँ नेपाल सरकारले नीति लिएको छ। यो कसरी पनि आवश्यक ठानियो भने राष्ट्रिय स्तरमा पाठ्यक्रममा समावेश हुन नसकेका विषयवस्तुहरूलाई चाहिँ स्थानीय आवश्यकता पहिचान गरी स्थानीय स्तरका विज्ञहरूद्वारा के विषयवस्तु स्थानीय स्तरका लागि आवश्यक छ, काठमाडौँका निम्ति बनाएको पाठ्यक्रम, ललितपुरका निम्ति बनाएको पाठ्यक्रम दार्चुलाका लागि उपयुक्त नहुन सक्छ, डोल्पाका लागि उपयुक्त नहुन सक्छ, ताप्लेजुङका लागि उपयुक्त नहुन सक्छ। त्यसका लागि हामीले ठाउँ विशेष, परिवेश विशेष, अवस्था विशेष चाहिँ एउटा फरक खालको पाठ्यक्रम निर्माण गर्नुपर्छ, जसले गर्दा स्थानीय विषयवस्तुलाई पनि समावेश गरियोस् र स्थानीय स्तरका आवश्यकताहरू पनि पहिचान हुन्। उक्त उत्पादनले भोलि केही न केही स्थानीय स्तरमा गर्न सकोस् भन्ने ध्येयका साथ चाहिँ यो स्थानीय पाठ्यक्रमको परिकल्पना गरिएको हो। र अहिले हाम्रो अप्पी हिमाल गाउँपालिकाको सन्दर्भमा तपाईँले उठाउनु भएको
प्रश्नको बारेमा म यहाँ प्रवेश गर्नु भए। स्थानीय पाठ्यक्रम निर्माणको क्रममा छौँ हामी। धेरै हदसम्म हामीले विषयवस्तुको छनौट गर्ने काम अगाडि बढाइसकेका छौँ। मलाई लाग्छ आगामी शैक्षिक सत्रदेखि हामी कक्षा 1 देखि नै कक्षा 8 सम्म स्थानीय पाठ्यक्रम निर्माण गरिसक्नेछौँ, जसमा हामीले राष्ट्रिय स्तरबाट निर्माण गरिएका पाठ्यक्रमले समावेश गर्न नसकिएका धेरै महत्त्वपूर्ण विषयहरू छन्। ती विषयवस्तुहरूको बारेमा हामीले गहन रूपमा छलफल गरेर निर्माण गर्ने तयारीमा छौँ। जब पाठ्यक्रम निर्माण हुन्छ, पाठ्यक्रम निर्माण गर्दाखेरि त्यसको क्षेत्र निर्धारण गरिन्छ। हामीले क्षेत्र निर्धारण गर्दा जस्तो स्थानीय भाषा, कला र संस्कृति एउटा क्षेत्र यो रहन सक्छ, किनभने हामी भौगोलिक रूपमा एउटा विशेष ठाउँमा छौँ, अर्को स्थानीय तह भौगोलिक रूपमा विशेष ठाउँमा हुन्छ। त्यो स्थानीय तहको छुट्टै भाषा हुन सक्छ। जस्तो मार्माको कुरा गर्नुहुन्छ भने तपाईँ मार्मा गाउँपालिकामा एउटा खालको भाषा छ, अपि हिमाल गाउँपालिकामा छुट्टै भाषा छ, क्षेत्रीय भाषा छ, लेकममा छुट्टै भाषा हुन सक्छ, जुम क्षेत्रमा छुट्टै भाषा हुन सक्छ। त्यसैले गर्दा हामीले स्थानीय भाषालाई कसरी संरक्षण गर्ने, हामीले प्रयोग गर्दै आएको भाषा के हो र स्थानीय कला, विशेष गरी हामीले कलासित जोडिएका कुरा छन्, ढेउडा गीतका कुरा छन्, थलिया नाचका कुरा छन्, यो के अरे हामीले विभिन्न खालका यी कलासित जोडिएका कुरा, डोको डालो बुन्ने कुराहरू छन्, यी कुरा भए। त्यसै गरी संस्कृतिसित जोडिएका कुरा छन्, स्थानीय चाडपर्व, स्थानीय त्यसै गरी हामीले स्थानीय स्तरमा मनाउने विभिन्न प्रकारका पर्वहरू, चाडहरू, यी कुराहरूलाई पनि हामीले आगामी पुस्तामा एकातिर हस्तान्तरण गर्नु छ भने ती जुन प्रकारका कला संस्कृतिका कुराहरू छन्, ती कला संस्कृतिबाट हामीले केही न केही ज्ञान लिएर नकारात्मक कुरालाई हामीले छोड्दै जाने र सकारात्मक कुरालाई चाहिँ अवलम्बन गर्दै जाने भएकोले पनि यस्ता कुराहरू महत्त्वपूर्ण मानिन्छन्। त्यसै गरी हाम्रो जस्तो प्राकृतिक, ऐतिहासिक, धार्मिक स्तर र पर्यटन अर्को क्षेत्रको रूपमा, दोस्रो क्षेत्रको रूपमा प्राकृतिक, ऐतिहासिक, धार्मिक स्तर र पर्यटन भन्ने पनि रहन सक्छ। यो किन महत्त्वपूर्ण छ भने सिद्ध मकरीकोट भन्ने ठाउँमा जातर सिंह राजाले राज्य गर्थे, त्यति बेलाको ऐतिहासिक ठाउँको छुट्टै महत्त्व छ। हाम्रो धार्मिक स्थलहरू छन्, जस्तो सुरमा भवानीको जात्रा छ। तपाईँ यही दार्चुलाको मालिगार्जनतिरको कुरा गर्नुहुन्छ भने त्यहाँ मालिगार्जन मन्दिर छ। त्यस्ता विभिन्न प्रकारको तपाईँ यही मार्मा क्षेत्रको कुरा गर्नुहुन्छ भने लटीनाथ मन्दिर छ। यस्ता धार्मिक स्थल र पर्यटनलाई पनि हामीले कसरी प्रवर्धन गर्न सक्छौँ, कसरी पर्यटनलाई अगाडि बढाउन सक्छौँ भन्ने कुरालाई पनि हामीले यहाँ जोड्न सक्छौँ। स्थानीय कृषि र वन पैदावारका कुराहरू छन्, यो अर्को क्षेत्रको रूपमा रहन सक्छ। स्थानीय स्तरमा जसो अपि हिमालको सन्दर्भमा कुरा गर्दा यो क्षेत्रमा कोदोको उत्पादन हुन्छ, फापरको उत्पादन हुन्छ, विशेष गरी यहाँ आलुको राम्रो उत्पादन हुन्छ, आलुको पकेट क्षेत्र पनि हो। त्यसै गरी यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतको स्याउजोन क्षेत्र पनि हो। यी ठाउँमा कस्तो अब तपाईँको जसरी लेकमको कुरा गर्नुहुन्छ भने लेकममा चाहिँ हामीले कसरी चाहिँ ओखर खेती उत्पादन गर्ने, ओखरलाई कसरी व्यावसायिक रूपमा अगाडि बढाउने भन्ने कुराहरू पनि चाहिँ यो वन पैदावार र स्थानीय कृषिसित जोडिएका छन्। त्यसै गरी अर्को क्षेत्रको रूपमा हामी स्थानीय अनुकरणीय व्यक्तित्वहरू भन्ने पनि लिन सक्छौँ। निश्चित भूगोलमा केही त्यस्ता व्यक्तित्वहरू छन् जसले गर्दा यो समाज यहाँसम्म पुगेको छ। हामी ती व्यक्तिहरूबाट केही न केही कुरा लिनुपर्नेछ, उहाँहरूबाट केही न केही कुरा लिएर नयाँ पिँढीलाई पनि उहाँहरूले देखाएको सद्मार्गतिर चाहिँ केन्द्रित गर्नुपर्ने भएकोले पनि हामी यस्ता विषयवस्तुलाई पनि राख्न सक्छौँ। त्यसै गरी महत्त्वपूर्ण अर्को विषय भनेको परम्परागत उपचार पद्धति पनि हो। परम्परागत उपचार पद्धति क्षेत्रभित्र पनि हामीले हिजो जब हाम्रो स्थानीय स्तरमा अर्थात् हाम्रो गाउँ टोलमा अस्पतालहरू थिएनन्, हामी त्यतिखेर विभिन्न प्रकारका परम्परागत उपचार पद्धतिहरूको प्रयोग गर्थ्यौँ। ती उपचार पद्धतिहरू धेरै हदसम्म केही न केही भए पनि अस्पतालको विकल्पमा ती तत्कालीन परिवेशमा ठिकै थिए। जस्तो हामीले विभिन्न प्रकारका जडीबुटीहरूको प्रयोग गर्थ्यौँ, ती जडीबुटीहरूको अहिले पनि बहुमूल्य जडीबुटीहरूलाई हामीले त्यतिकै महत्त्व दिइरहेका छौँ। विभिन्न प्रकारका जडीबुटीहरूको प्रयोग गरेर अहिले ठाउँ ठाउँमा चाहिँ विभिन्न प्रकारका औषधिहरू निर्माण भइरहेका छन्। त्यसैले गर्दा हामीले परम्परागत उपचार पद्धति कस्तो थियो, हिजो कसरी उपचार गरिन्थ्यो र वर्तमान परिवेशमा पनि त्यसको महत्त्व के कति मात्रामा छ भन्ने कुरोलाई पनि झल्काउने किसिमले हामीले चाहिँ त्यो विषयवस्तुलाई पनि राख्न सक्छौँ। त्यसै गरी अर्को विषयवस्तु जसरी स्थानीय खेलकुद र आत्मरक्षा भन्ने छ। तपाईँ हामी पढ्दै गर्दा, तपाईँ हामी विद्यार्थी जीवनमा छँदा, विद्यालय तहको शिक्षा अध्ययन गर्दा जुन खेलहरू खेल्थ्यौँ हामी, ती खेलहरू आज लोप हुने अवस्थामा छन्। ती खेलहरूको बारेमा आजको बच्चालाई जानकारी छैन। त्यसैले गर्दा ती हामीले स्थानीय स्तरमा के खेल खेल्थ्यौँ, ती खेलको महत्त्व के छ, अहिले हामी के खेल खेल्दैछौँ। र अर्को महत्त्वपूर्ण विषय भनेको अहिले आत्मरक्षाको विषय छ। सबैलाई हामीले जानकारी भएको विषय हो। अहिले व्यक्ति, एउटा विद्यार्थी, एउटा बालिका, एउटा बालक
विद्यालय जाँदा पनि असुरक्षित छ। विभिन्न प्रकारका एउटा कुरा त विपक्षसित असुरक्षित छ, विपक्ष सँगसँगै हाम्रो समाज परिवेशसित पनि ऊ असुरक्षित छ। त्यसले गर्दा आत्मरक्षासित जोडिएका कुराहरूलाई पनि हामीले चाहिँ अहिलेको नयाँ पिँढीमा लैजानुपर्छ, जुन केन्द्रीय पाठ्यक्रमले यी विषयवस्तुलाई चाहिँ समावेश गर्न सक्दैन। त्यसै गरी एउटा अर्को विषयवस्तु पनि रहन सक्छ, जस्तो पेसा व्यवसाय र प्रविधि भनेको छ। स्थानीय स्तरमा कुन कुन पेसाहरू अप्नाइन्छ, जसो डोको डालो बुन्ने कुराहरू छन्, के कस्ता व्यवसायहरू छ र प्रविधि हामीले हिजो प्रयोग गर्दै गरेको जाँतो छ, घट्ट छ, होइन, विभिन्न प्रकारका ढिकीका कुराहरू छन्, ती कसरी प्रयोग गर्थ्यौँ हामीले र त्यो किन प्रयोग गरिन्थ्यो र यसको महत्त्व के छ भन्ने बारेमा पनि हामीले स्थानीय स्तरमा रहेका विषयवस्तुलाई चाहिँ बालबालिका माझ पुर्याउनका लागि स्थानीय पाठ्यक्रमको परिकल्पना गरियो। सोही बमोजिममा हामीले स्थानीय स्तरमा यी विषयवस्तुलाई चाहिँ समावेश गरेर अझै हामी छलफलकै क्रममा छौँ। आगामी शैक्षिक सत्रदेखि चाहिँ हामीले सबै यो आधारभूत तहसम्म चाहिँ स्थानीय पाठ्यक्रम चाहिँ लागू गर्ने तयारीमा छ। सर, मैले यो बीचमा एउटा कुरा जोड्न खोजेँ। राज्य पुनर्संरचना भइसके पछाडि स्थानीय तह हुनुभन्दा पूर्व 2073 सालभन्दा पूर्व अहिलेको अप्पी हिमाल गाउँपालिकालाई त्यति बेला मलदेश भनेर चिन्दथे र त्यो छुट्टै एउटा देशको रूपमा परिभाषित थियो। त्यहाँ जान पाउँदा खुसी हुन्थ्यो, उसलाई गर्व लाग्थ्यो। त्यहाँ एउटा त अप्पी हिमाल नै छ, त्यहाँ सित्तैमा पाइने भनेको एउटा हिउँ पनि हो। हिउँलाई कसरी व्यवसायिक गर्ने त्यो तर्फ पनि अप्पी हिमाल गाउँपालिकाले सोचेको होला। अर्को कुरा त्यहाँ यार्सा गुम्बा पनि छ। यार्सा गुम्बा र अप्पी हिमाललाई पर्यटकीय क्षेत्रमा यो नयाँ पाठ्यक्रममा समावेश हुन्छ कि हुँदैन। अर्को कुरा अहिले सिद्ध मगरीकोटका कुराहरू पनि छन्, त्योभन्दा अगाडि सुरमा सरोवरका कुराहरू पनि छन्, त्यहाँ जात्राका कुराहरू पनि होलान्। पहिचानको रूपमा अप्पी हिमाल गाउँपालिका अब कसरी प्रस्तुत हुन्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो। हामी भौगोलिक रूपमा जति धेरै विकट छौँ, हामी सांस्कृतिक रूपमा त्यति धेरै सम्पन्न छौँ, त्यति धेरै धनी छौँ। हामी अप्पी हिमालको काखमा छौँ। अप्पी हिमालको काखमा बसेर गतिविधिहरू गर्दै गर्दा हाम्रो पहिचानसित जोडिएको विषय एउटा मलदेश भन्ने पनि हो। मलदेश तपाईँले अहिले उठाउनु भएको कुरो जब स्थानीय तहको संरचना 2073 सालमा बन्यो, त्योभन्दा पहिला मात्रै होइन, अहिले पनि यहाँका मान्छेहरू आफूलाई मलदेशी भनेर चिनाउन चाहन्छन्। जब स्थानीय तह बन्यो, स्थानीय तह बनिसकेपछि पनि यो स्थानीय तहको नाम अहिले अप्पी हिमाल गाउँपालिका नामाङ्करण गरियो। त्यतिखेर चर्चाको विषयमा थियो, त्यतिखेर पनि छलफलमा उठेको थियो यो स्थानीय तहको नाम मलदेश राख्ने कि, किनभने यहाँ छुट्टै खालको पहिचान छ, छुट्टै खालको यहाँ रहनसहन छ र छुट्टै खालको वेशभूषा छ। त्यसैले गर्दा यो वेशभूषालाई चाहिँ हामीले एकातिर आगामी पिँढीमा यो हस्तान्तरण गर्नुपर्ने छ, अर्कोतिर चाहिँ पर्यटन प्रवर्धनमा पनि यो कला संस्कृतिलाई चाहिँ हामीले अगाडि जोड्न सक्यो भने यहाँ पर्यटकहरूका लागि पनि उचित गन्तव्य हुन सक्छ। र त्यसका लागि मैले अगाडि पनि यहाँसित जोडेको कुरा स्थानीय भाषा, कला र संस्कृतिका कुरा, जसो मलदेश क्षेत्रमा जुन एउटा फलिया नाच भन्छन् होइन, त्यसलाई चाहिँ प्रस्तुत गर्ने छुट्टै ढङ्ग छ, छुट्टै तरिका छ होइन, त्यसलाई चाहिँ प्रवर्धन गर्न सक्यो भने एउटा पर्यटकको आकर्षणको रूपमा यो पनि रहन सक्छ। त्यसै गरी हामीले बहुमूल्य जडीबुटीका रूपमा रहेको यास्ता गुम्बा 6 महिना वनस्पतिको रूपमा रहने, 6 महिना जीवको रूपमा रहने। हामी पहिला विद्यालय तहको शिक्षा अध्ययन गर्दा यो जवाबका रूपमा पनि यो क्वेसनलाई लिन्थ्यौँ, 6 महिना वनस्पति हुने, 6 महिना जीव हुने के हो भनेर। यस्तो ठाउँ भएकोले पनि यी कुराहरूलाई चाहिँ हामीले एकातिर हस्तान्तरण गर्ने, अर्कोतिर पर्यटन प्रवर्धनमा पनि यो कुरालाई जोड्दै जाने हो भने अवश्य पनि यी कुराले चाहिँ एकातिर पाठ्यक्रम निर्माणमा पनि टेवा पुर्याउँछ भने अर्कोतिर व्यावसायिक रूपमा भोलि पर्यटन क्षेत्रतिर जाने, पर्यटन व्यवसाय गर्नेहरूका लागि पनि यो जीविकोपार्जनका लागि पनि त्यति महत्त्वपूर्ण हुन सक्छ। ठिक छ सर, मैले एउटा प्रसङ्ग फेरि बदल्न चाहे। हामी सुन्ने गर्छौँ कतिपय शिक्षाविद, शिक्षाप्रेमी, अब विश्लेषक नै भनौँ, के भन्नुहुन्छ भने जबसम्म शिक्षा गुणस्तरीय व्यावसायिक उत्पादनमुखी हुँदैन तबसम्म शैक्षिक अपवित्रता नै त्यो समाजमा व्याप्त हुन्छ। यो कुरा वर्तमान शिक्षा प्रणाली, यो शिक्षासँग संस्थागत प्रणालीसँग पनि जोडिन्छ। यो किन पनि जोडिन्छ भने साधारण शिक्षा आर्जन गर्ने मान्छे 6 वर्षको उमेरदेखि विद्यालय भर्ना हुन्छ। सामान्यतया 25 देखि 28 वर्षमा औपचारिक रूपले ऊ आफ्नो अध्ययनलाई सक्ला। त्यसपछि 2-3 वर्ष जागिरको सिलसिलामा दौडधुप गरिरहन्छ। त्यति गरेर पनि पुगेन भने अनि ऊ आफ्नो 30 वर्षको ऊर्जाशील समयलाई वैदेशिक रोजगारीतिर तान्छ। यो समस्यामै रुमलिएको हाम्रो समाजलाई पार लगाउन राज्यको भूमिका के होला, राज्यका अन्य संयन्त्रको भूमिका के देख्नुहुन्छ? एउटा निकै महत्त्वपूर्ण विषय हो यो पनि। अहिले तपाईँ यो कुरालाई राम्ररी हेर्नुहुन्छ भने जब कुनै पनि बच्चा, कुनै पनि विद्यार्थी आफ्नो औपचारिक शिक्षा पुरा गर्छ त्यसपछि
यो मुलुकमा साह्रै भौतारिनु पर्ने अवस्था छ, विदेशमा जानुपर्ने अवस्था छ। यो निकै दुःखद क्षण हो जब आफूले अध्ययन गरेको ठाउँ, आफूले पढेको आफ्नो मातृभूमिमा काम गर्ने वातावरण बन्दैन, आफूले रोजगार, आफूले प्राप्त गरेको ज्ञान सिपलाई बेचेर अर्थात् त्यसलाई बिकेर आफ्नो चाहिँ व्यवसाय या कुनै पनि प्रकारको जागिर गर्ने अवसर प्राप्त हुँदैन, तब मान्छे विदेशीमा बाध्य हुन्छ। यो निकै डरलाग्दो र जटिल समस्या हो। त्यसका लागि नेपाल सरकार अर्थात् राज्यले नै नीति बनाउनुपर्छ। अहिले तल्लो स्तर तपाईँ हामी अर्थात् स्थानीय तहले मात्रै नीति बनाएर पनि यो सम्भव छैन। यो हाम्रो शिक्षा कस्तो भइदियो भने जब समाजमा अर्थात् मुलुकमा राजनीतिक परिवर्तन हुन्छ, राजनीतिक परिवर्तनसँगै शिक्षाको मोडालिटी पनि परिवर्तन हुन्छ। हामीले देख्दै आएको विषय के हो भने जब 2007 सालमा प्रजातन्त्रको स्थापना भयो त्यतिखेर एकदमै शिक्षा न्यून मात्रामा थियो। नेपालको साक्षरता प्रतिशत पनि एकदम न्यून मात्रामा थियो। त्यतिखेर साक्षरता प्रतिशत पनि कम थियो, विद्यालयहरू पनि स्थापना भइसकेका थिएनन्। पछि जुन बदलिदो परिवेश अनुसार राज्य संरचना पनि चेन्ज भयो, अर्थात् मुलुकमा प्रजातन्त्र आयो। त्यसै गरी क्रमिक रूपमा हामीले 2007 सालमा परिवर्तन देख्यौँ, 2015 मा देख्यौँ, 2036 मा देख्यौँ, 45-46 यता हामीले 62-63 हुँदै अहिलेसम्म आइपुग्दा पनि हामीले शिक्षामा जे जति मात्रामा परिवर्तन हुनुपर्ने हो, हामीले व्यावसायिक शिक्षाको कुरा गर्यौँ, हामीले प्रविधि मैत्री शिक्षाको कुरा गर्यौँ, तर पनि अहिले वास्तविक धरातलमा टेकेर कुरा गर्ने हो भने अहिलेको शिक्षा न त रोजगारीमूलक हुन सक्यो, न त उत्पादनमुखी हुन सक्यो, न त यसले चाहिँ विश्व बजारमा बिक्ने खालको हुन सक्यो, जुन एउटा डरलाग्दो विषय हो। यो कसरी पनि म यो कुरालाई जोड्दैछु भने जसरी तपाईँलाई म एउटा उदाहरणका रूपमा भन्छु, हाम्रो मूल्याङ्कन प्रणाली हेर्नुहोस् न। अहिले तपाईँ हाम्रो मूल्याङ्कन प्रणालीले के भन्छ भनेपछि वर्षभरि पढेको कुरालाई 3 घण्टामा चाहिँ विद्यार्थीलाई जाँच दिन लाउने, अनि 3 घण्टामा विद्यार्थीले लेखेको आधारमा ऊ सफल या असफल भनेर चाहिँ उसलाई त्यसलाई के गर्ने, श्रेणीबद्ध गर्ने, कुन सफल भयो कुन त्यसलाई डकुमेन्ट दिने क्या। अहिले कोरोनाको कारणले गर्दाखेरि त अब अनलाइन इक्जाम भइरहँदा पुस्तक अगाडिबाट राख्ने, फेरि त्यहाँबाट सार्ने, त्यो इक्जामबाटै सबभन्दा बढी अङ्क लिएर पास हुने। त्यो त अब विशेष कोरोना कालमा त्यस्तो बन्यो होइन। कोरोना नभएको बेलामा पनि तपाईँ टिप्पणी गर्नुहुन्छ भने जसो हामीले 40 नम्बरलाई हामीले पास मार्कको रूपमा लियौँ, 39 आउने चाहिँ असफल हुने भयो, ऊ अयोग्य ठहरिने भयो, अनि 41 नम्बर आउने 40 नम्बर आउने चाहिँ पास भएको मानिने हो क्या। अहिले लेटर ग्रेडिङको कुरा गर्दा पनि तल कक्षादेखि उदार कक्षा उन्नतिका कुरा आए होइन। विद्यार्थीलाई चाहिँ फेलै नगर्ने, निरन्तर कक्षा चलाउने भन्ने कुरो आयो, जसले गर्दा त्यसको अहिले धेरै ठाउँमा चाहिँ गलत व्याख्या गरिएर चाहिँ अहिले विद्यार्थी पढ्दै नपढ्ने, फेल त भइँदैन पास भइन्छ भन्ने खालको यो मूल्याङ्कन पद्धतिमा पनि मैले धेरै समस्या देखेको छु क्या। वर्षभरि पढेको कुरालाई 3 घण्टाभित्र मूल्याङ्कन गर्नु, त्यो कुनै पनि आधारमा चाहिँ वैज्ञानिक मूल्याङ्कन प्रणाली हुनै सक्दैन। विद्यार्थीको निरन्तर मूल्याङ्कन हुनुपर्छ र उसको मूल्याङ्कन केवल विषयवस्तुको ज्ञानको आधारमा मात्रै हुनु हुँदैन। उसको मूल्याङ्कन सिपको आधारमा, उसको दक्षताको आधारमा, उसको कृतिको आधारमा यी कुराहरूलाई पनि हेक्का राखेर चाहिँ विद्यार्थीको मूल्याङ्कन गर्नुपर्छ। जुन पेपर पेन्सिल टेस्ट छ अर्थात् हामीले यसलाई लिखित परीक्षा भन्छौँ, विद्यार्थीलाई 3 घण्टासम्म कुनै ठाउँमा बसेर लेख्न लगाउने, अनि उसले लेख्न सक्यो भने उसलाई योग्य, सक्षम, सफल मान्ने, अनि पास हुन सकेन अर्थात् लेख्न सकेन भने ऊ असफल हुने, उसले निश्चित प्रमाणपत्र प्राप्त नगर्ने भन्ने कुरो वैज्ञानिक हुन सक्दैन। त्यसले गर्दा विद्यार्थीको निरन्तर रूपमा विभिन्न मानकहरूलाई आत्मसात गर्दै त्यसलाई मूल्याङ्कन गरिनु पर्दछ र मूल्याङ्कन पद्धति पनि 39 आउने फेल हुने, 40 आउने पास हुने, अर्थात् कुनै एउटा थोरै तलमाथि हुँदैन, कोहीलाई सफल भन्ने कोहीलाई असफल भन्ने कुरा चाहिँ हुनु हुँदैन। उसले गर्ने सबै गतिविधिलाई चाहिँ व्यवस्थित रूपमा मूल्याङ्कन गरेर मात्रै चाहिँ विद्यार्थीलाई कक्षा उन्नति गराउने काम गर्नुपर्छ, जसले गर्दा यो एउटा महत्त्वपूर्ण पछिल्लो समयमा देखिएको एउटा जेन्युन समस्या हो जस्तो लाग्छ मलाई। संवादको हामी अन्तमा छौँ सर। जाँदै रेडियो सुनेर बसिरहनुभएका तमाम विद्यार्थीहरूलाई, तमाम शैक्षिक मनहरूलाई यहाँको सन्देश के रहन्छ? अहिले हामी विषम परिस्थितिमा छौँ। हामी कोरोनाको तेस्रो लहर ओमिक्रोनसित सङ्घर्ष गरिरहेका छौँ। यो विषम परिस्थितिमा तपाईँ हामी सबैले आफू पनि बस्नुपर्ने हुन्छ र अरूलाई पनि बताउनु पर्ने हुन्छ। म शिक्षासित जोडिएका तमाम मनहरूलाई चाहिँ विशेष गरी अभिभावकजीहरूलाई आफ्नो नानी बाबुप्रति विशेष ख्याल गर्नुहोस्। आफ्नो भावी नानी के गर्दैछ, कतै मोबाइलमा झुन्जिएको त छैन कि, उसले जुन समयलाई चाहिँ व्यतीत गरिरहेको छ त्यो समयलाई कसरी सदुपयोग गर्न सकिन्छ, यो बारेमा चाहिँ बढी फोकस हुनुहोस् भन्छु। त्यसै गरी विद्यार्थी भाइ बहिनीहरूलाई पनि तपाईँहरूको भविष्य तपाईँहरूको हातमा छ। अहिले हामी विषम परिस्थितिमा भए पनि यो परिस्थिति क्रमशः सुधार हुँदै जानेछ। हामी सही ठाउँमा पुग्नेछौँ र सही ठाउँमा पुग्दा हामीले पढेका सिकेका ज्ञानसिपहरूलाई चाहिँ हामीले बिर्सेर यदि त्यो ठाउँमा पुग्छौँ भने हामीले भोलि जीवनमा धेरै कुरा गर्नुपर्नेछ, सफलता हासिल गर्नुपर्नेछ।
तपाईको भविष्य तपाईको परिवारसित मात्रै होइन, तपाईको गाउँ ठाउँ र यो मुलुकसित जोडिएको छ। त्यसैले गर्दा यो उमेरमा चाहिँ हामीले कम्तीमा ज्ञानी बन्ने, आफूले चाहिँ यो स्वास्थ्य मापदण्डहरू पालना गर्दै आफ्नो अध्ययन अध्यापनलाई पनि निरन्तरता दिनुपर्छ र यो कार्यमा चाहिँ तल्लिनुहोस् भन्ने म सन्देश प्रवाह गर्न चाहन्छु। हस्, समय र संवादका लागि यहाँलाई धन्यवाद। आदरणीय श्रोता, कार्यक्रम शिक्षा संवादको हामी आजको विशेष श्रृङ्खलामा थियौं। आज हामीसँग हुनुहुन्थ्यो कार्यक्रमको लागि अप्पी हिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्राविधिक सहायक मदनराज जोशी। आजको संवाद यही सकिएको छ। अर्को साताको शनिबार हामी नयाँ श्रृङ्खलाको साथ उपस्थित हुनेछौं। सम्पूर्ण युनिटसँगै म नरेन्द्र प्रसाद जोशी पनि बिदा हुन चाहन्छु। नमस्कार।